तेरो सुन यार म सपनामा थिए सपनामा त्यस्ता नाटक नगर कि भाइ हामपाङ कहाँनिर कसको अरे तेरो हाङपाङ कहाँ हो घर ओइ बोल त्यो बोल नगर न बोल गरिस् भने दुख्छ लाइट बाल्दैन हाङपाङ कहाँ हो घर हामपाङ 8 नम्बर के कसको बाउको नाम के हो राजकुमार बराइली पूर्णकुमारी बराइली किन यहाँ आइस कहाँ छ अहिले त म माथिको घरमै छु नि ताप्लेजुङ भाइ यो ताप्लेजुङ हो त नाटक गर्दैछस् फेरि यार सपनामा थिए यार म सपनामा माथि गएर ढोका खोल्न छतमा कसरी चढिस् सपनामा ननाट्न सत्य बोलिनस् भने त मरिस आज यहाँ पुलिस पनि छैनन् के सत्य त बोलिला त छतमा चढेर तँसँग कतिजना छन् साथी पनि छैनन् मसँग केले त्यो सुपारीको पात काटिस् सुपारीको पात केले काटेर चढिस् हैन सुपारीको पात काटेर सुपारीको पात काटेको यिनीहरूले छुरीचुपी बोकेको रहेछ नि त कहाँ छुरीचुपी बोक्नु हो केले काटिस् त त्यो पछाडि कहाँबाट गइस् लोभन कहाँ त्यो माथि उयो घरको छतमा कहाँबाट गइस् म त्यहाँ माथि कहाँ चढे म रुखमा मासु सुतिरहेको थिएँ ओछ्यानमा म त कहाँ ओछ्यानमा सुति हो त्यस्तै नाटक गर्छस् र भेट्दैछस् है फेरि मैले नाटक गरेको होइन दाजु केले माल खाएको छैन हौ माल खाँदिनँ म गाँजा मात्रै अनि लुगा कहाँ फुकाइस् लुगा कहाँ फुकाइस् लुगा थाहा छैन मलाई म सुतिरहेको थिएँ भुइँमा तिमीहरू को थिइस् अघि हिँड्दा कतिजना थियौ कतिजना थियौ नाम नाम भन् अरू साथीको म अनिस आशिष मनिष तिनीहरू कहाँ छन् तिनीहरू ओछ्यानमा थियो भाइ सुतिरहेको ओछ्यानमा चारजना छौ जम्मा चारजना चारजना तिमीहरू त्यहाँ थियो होइन त्यहाँबाट लास्टमा दिप्ती पनि छ सुन दिप्ती लास्टमा छुटेको ठाउँ कहाँ हो जरा बस्ती जरा बस्ती भनेको कुन नगर के अरे कहाँनिर हो त अर्जुन धारा अर्जुन धारा 7 जरा बस्ती अनि तिमीहरू को थियो अरे को थियो अरे म एलिना सँगै सुत्ने चाहिँ को थियो अरे तिमीहरू मेलिना म त तेरो नाम के मिलन मिलन के मिलन थापा मिलन अहिले बराइली भन्दै थिस् थापा भन्छस् एकछिन तेरो नाम के तँ त नहेर तेरो नाम के अनि यसले ढाड्दै छ के अब मिलन बराइली तेरो अर्को सुत्ने साथी को थियो एलिना बराइली अर्को को थियो अनिस बराइली अर्को को थियो अनिस बराइली होइन अनिस देव थियो कहाँको हो त्यो अनिस देव उताको कहाँको भन् बराइली भन्छ अहिले देव भन्छ अहिले के भन्छ भन्न सम्झेर भन्न तिमीहरू सँगै थियौ नि त अघि भर्खर सँगै थियौ नि त ज्वाइँ हो अरनिको ज्वाइँ अर्को को थियो एकजना केटी कि केटा एलिना त भनिहालिस् नि एलिना भनिस् त भनिस् दिप्ती के दिप्ती उयो हो उसको कान्छो ज्वाइँ हो कसको कान्छो दिप्ती भनेको त केटा हो नि त केटा अरे दिप्ती भनेको केटी हो नि केटी त्यही त तिमीहरू दुईजना केटा दुईजना केटी थियौ होइन त तीनजना केटा 2जना केटी तिमीहरू गर्लफ्रेन्ड र बोयफ्रेन्ड थियौ दुईजना के अरे दुईजना केटीसँग तिमीहरू एकजना बसेको थियौ हो होइन त बसेको थियौ तिमीहरू होइन तिमीहरू 5जना निक्ल्यौ अहिले 5जना कोठाबाट निक्ल्यौ नि त अहिले होइन सम्झ्यो है 5जना कोठाबाट निक्लेपछि अर्जुन धाराबाट तिमीहरू यता आयौ हो नि तिमीहरू आइसकेपछि यता यो पिच रोडमा बस्यौ त्यसपछि सुपारीको बाटोमा तिमीहरू गयौ 5जना होइन अनि 5जनामा त एकजना के अरे बाख्राको खोरमा पसिस् होइन त अनि अरू 4जना भागिहाले त बाख्राको खोरमा पसिस् त त्यहाँबाट तिनीहरूले छोडेर तँलाई गए होइन त भएको यही हो नि अनि अरू कता गए 5जनाको नाम चाहिँ यहाँ रेकर्डिङ छ नि त मैले भनेको कुरा सरसरी भन्दा त पक्रेको बुझिलाई हो नि भनेको कुरा चाहिँ दिप्ती एलिना मिलन अनिस आशिष कहिले नाटक गरेको मात्रै होस् को होइन हामी यहाँ हेर्न आएको क्या चोरले सुन हामी त यही हो चोरको हेर्न बुझ्न आएको क्या चोर हेर्न आएको क्या अनि तैँले नाटक मात्रै गरिस् बाबुराम भाइले 4 पटक नाम सोद्धाखेरि 4जनाको नाम बिर्सिनस् नि
तलको अनि सुन तिमीहरू त्यसरी आइस चोरको अनुहार हेर्नु नम्बर भन्दै थियो यारको भक्कु खाइजाएको फोन गरौँ सुन न एकछिन घरभित्र भेले हो सुन न त म त्यहाँ सँगै बसेको थियौँ एकछिन रेकर्ड नगर्नु ल एकछिन रेकर्ड नगर्नु एकछिन